रातको 2:17 गएको थियो। मोबाइलको स्क्रिन अझै उज्यालो थियो। व्हाट्सएपमा एउटै च्याट ओपन थियो। अनुसा लास्ट सिन 2:17 AM। आयुष त्यो लास्ट सिन हेर्दै बसिरहेको थियो। अचम्म के थियो भने उनीहरू छुटिएको 8 महिना भइसकेको थियो। तर केही ह्याबिट्स कहिल्यै चेन्ज हुँदैनन्। जस्तै उसको प्रोफाइल खोल्नु, पुराना भोइस म्यासेज सुन्नु र हरेक रात एउटै प्रश्न सोच्नु, यदि त्यो रात मैले रिस नगरेको भए कि आज पनि ऊ मेरै हुन्थी। 2020 को लकडाउन। काठमाडौँ सुनसान थियो। काठमाडौँको सडकहरू खाली थिए। मानिसहरू घरभित्र बन्द थिए। तर लोनलिनेस भने सबैभन्दा बाहिर निस्किएको थियो। त्यो रात आयुष आफ्नो कोठामा एक्लै थियो। ल्यापटप खुल्लै थियो। हेडफोन कानमा थियो र फेसबुक इन्डलेसली स्क्रोल भइरहेको थियो। त्यही बेला एउटा ऱ्यान्डम म्यासेज आयो। हाई, डु आई नो यु? प्रोफाइल पिक्चरमा एउटी केटी मुस्कुराइरहेकी थिए। नाम अनुसा। आयुषले रिप्लाई गर्यो, मेबी डेस्टिनी नोज। अनुसाले लाफिङ इमोजी पठाए। चिजी लाइन्स। त्यो एउटा म्यासेज धीरे धीरे ह्याबिट बन्यो र ह्याबिट बिस्तारै फिलिङ। कहिलेकाहीँ जीवनका सबैभन्दा महत्त्वपूर्ण मान्छेहरू एकदम ऱ्यान्डम तरिकाले भेटिन्छन्। दिन बित्दै गए। कल आवर्स लामो हुन थाल्यो। गुड मर्निङ म्यान्डेटरी हुन थाल्यो। गुड नाइट बिना निन्द्रा लाग्नै छोड्यो। अनुसा धेरै बोल्थे। ऊ आफ्नो सानो चाइल्डहुड स्टोरिज सुनाउँथे। आयुष केवल सुन्थ्यो, किनकि उसलाई अनुसाको आवाज मन पर्थ्यो। एक दिन कलमा अनुसाले सोधी, यदि म एक दिन अचानक हराएँ भने? आयुष हाँस्यो, म पुरा काठमाडौँ खोज्छु। अनुसा केही बेर चुप भई, प्रमिस? प्रमिस। सायद त्यो प्रमिस फ्युचरले सुनेको थिएन। 6 महिनापछि उनीहरूले पहिलो भेट्ने डिसाइड गरे। लोकेसन गार्डन अफ ड्रिम्स। असोजको हल्का चिसो मौसम थियो। गार्डन अफ ड्रिम्स भित्र हल्का गिटारको म्युजिक बजिरहेको थियो। आयुष नर्भस थियो। उसको हात पसिनाले भिजेको थियो। त्यही बेला उसले उसलाई देख्यो। पिङ्क ड्रेस, खुला कपाल र त्यही इनोसेन्ट मुस्कान। अनुसा बिस्तारै उसको अगाडि आई। हाई। आयुष केही सेकेन्ड बोल्नै सकेन। फोटोभन्दा रियलमा अझै ब्युटिफुल रहेछौ। अनुसालाई जाइ। त्यो दिन उनीहरू धेरै हिँडे। पछि उनीहरू हिमालयन जाभा पुगे। कफी चिसिसकेको थियो, तर उनीहरूको कुरा सकिँदैन थियो। त्यो दिन घर फर्किँदा अनुसाले म्यासेज पठाई, आज लाइफको ह्याप्पिएस्ट दिन थियो। आयुषले स्क्रिन हेरेर मुस्कुरायो। माइन्ड टु रिलेसनसिपको सुरुवात मुभी जस्तै थियो। बाइक राइड, लेट नाइट कल्स, ऱ्यान्डम जेलियस, क्युट फाइट्स, सबै पर्फेक्ट लाग्थ्यो। एक दिन उनीहरू बाइकमा नगरकोट गए। बिहानको सनराइज, चिसो हावा। अनुसा लगातार बोलिरहेकी थिए, फ्युचरमा हाम्रो घर कस्तो होला, डग पाल्ने कि क्याट, तिमीले मलाई कहिल्यै छोड्दैनौ नि? आयुष हाँस्यो, इम्पोसिबल। तर फ्युचर सधैँ प्रमिस अनुसार चल्दैन। समय बदलिन थाल्यो। आयुष करियरमा बिजी हुन थाल्यो। मिटिङ्स, डेडलाइन्स, स्ट्रेस। ऊ थाक्न थाल्यो। कल कम गए। रिप्लाई ड्राई हुन थाले। अनुसा चेन्ज नोटिस गर्न थाली। तिमी पहिले जस्तो रहेनौ।
आयुष इरिटेट हुन थाल्यो। म बिजी छु यार। बिजी मान्छेले पनि केयर देखाउन सक्छ। सानो आर्ग्युमेन्ट सुरु भयो। पछि डेली रुटिन बन्यो। एक दिन बसन्तपुरमा भेट हुँदा पनि बसन्तपुर दरबार स्क्वायरको भिडभित्रै उनीहरू बीच साइलेन्स थियो। पहिले जहाँ लाफ्टर हुन्थ्यो अब केवल मिसअन्डरस्ट्यान्डिङ थियो। एक रातको 2 बजेको थियो। अनुसारी लगातार कल गरिरहेकी थिए। आयुष अफिस मिटिङमा थियो। उसले कल काट्यो। फेरि अर्को कल। आयुष सर्कियो। उसले रिसमा मेसेज गर्यो, क्यान यु स्टप एक्टिङ इमेच्योर। मेसेज सिन भयो। उता टाइपिङको साइन देखाइरहेको थियो। टाइपिङ तर मेसेज आएन। अर्को दिन बिहान नो गुड मर्निङ, नो मिमी, नो कल्स। सायद रिलेसनसिप त्यही रात मरेको थियो। तर दुवैले स्वीकारेका थिएनन्। आयुषले मेसेज गर्यो, मेबी वी बोथ निड अ ब्रेक। पछि एउटै रिप्लाई आयो, ओके। एउटा सानो ओकेले हुन्छ। दिनहरू बिते, इगो बढ्यो, साइलेन्स गहिरियो र लभ स्टोरी मेमोरी बन्यो। 2 महिना पछाडि म्युचुअल फ्रेन्डले आयुषलाई भन्यो, त्यो रात अनुषा हस्पिटलमा थिए। आयुष फ्रिज भयो। वाइ? एन्जाइटी एट्याक। उसको हात काँप्न थाल्यो। त्यो रात ऊ अटेन्सन खोजिरहेकी थिइन, ऊ हेल्प खोजिरहेकी थिए। र उसले के दियो? स्टप एक्टिङ लाइक इमेच्योर। त्यो सेन्टेन्स उसको जीवनकै बिगेस्ट रिग्रेट बन्यो। महिनौपछि उनीहरू पशुपतिनाथ नजिक बागमती किनारमा भेटिए। चिसो हावा चलिरहेको थियो। दुवै चुप थिए। आयुषले बिस्तारै भन्यो, आई एम सरी। अनुसारी हल्का मुस्कुराउँदै भनी, ढिलो भयो आयुष। उसको आँखामा आँसु थियो। म रिलेसनसिप सकिएकोले टुटेकी होइन, हामी बदलिएकोले टुटेकी थिएँ। तिमी बदलिएकोले टुटेकी थिएँ। आयुषसँग कुनै शब्द थिएन। कहिलेकाहीँ सबैभन्दा ठुलो हार्ट ब्रेकअप होइन, मान्छे बदलिनु हो। अनुषा उठी बिस्तारै टाढा हिँड्न थाली। यसपटक आयुषले उसलाई रोक्ने प्रयास पनि गरेन, किनकि उसले बुझिसकेको थियो कतिपय मान्छेहरू जीवनमा फर्केर आउँदैनन्, तर मेमोरिज सधैँ बसिरहन्छन्। त्यो रात आयुषले च्याट खोलेर अन्तिम पटक लेख्यो, आई रियली लभ यु। तर सेन्ड गरेन, किनकि कतिपय म्यासेज ड्राफ्टमै राम्रो देखिन्छन्। कसैलाई गुमाउनु दुःख होइन, दुःख त त्यति बेला हुन्छ जब उनीहरू अझै मुटुमा हुन्छन् तर जीवनमा हुँदैनन्।